साथीहरू हामी चाहिँ काफल खान हिँडेको आन्टी भयो ल गाइज हामी बिहान बिहान काफल खान आएका छौँ चम्पादेवीको डाँडामा यस्तो छ बाटो पुरै जङ्गलको बाटो यस्तै धेरै माथि आयौँ क्या हामी जुका टन्ने छन् ल ल ल ल यस्तरी जुकै पुरै हामी चाहिँ काफल खान जानु लाग्यो होइन बाटो चाहिँ यस्तो छ अब कसरी जाने उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ oh my god जङ्गल रहेछ हौ यति ठुलो काफल त देखेनौँ हामीले हेर्नु त जुगानी लाग्दो रहेछ हौ यतातिर त ला काफल खान आएको होइन तर काफल नै छैन के साथीहरू काफल भन्दा धेरै जुका छन् कति धेरै जुका हो काफलको बुट मात्र देखिन्छ काफलै छैनन् साथीहरू हामी काफल खान आएको होइन काफल चाहिँ हामीले खान्न मलाई जुकाले चाहिँ हामीलाई खान्छ जस्तो छ सबैजना मिलेर ए त्यो हेर्नु न राष्ट्रिय नेपालको राष्ट्रिय फुल देख्नुभयो हेर्न सक्छौँ है सानामा बाख्रालाई डाँडा काटी किटियो यो त्यो भएर लास्टै रुख चढ्छु मभन्दा तैँले सक्दिनँ अर्की त्यहाँ चाहिँ र हाम्रो आन्टी चाहिँ थाकेर तल सुत्नु भयो क्या हेलो चन्द्रकला म्याम ए हुन्छ म भाजेर त खासै भात त हुँदैन काफल केही पनि गाई यस्तरी सर अङ्कल कतिको खाँदै हुनुहुन्छ काफल कति धेरै लास्टै छ है हेरौँ त गाइस त्यतातिर ओहो घामले गर्दा चाहिँ हल्का हजुरहरूलाई नदेखिन सक्छ हल्का जुम गरेर देखाइदिन्छु यहाँ रुखका पातभन्दा धेरै त नि त्यो काफलका गेडा के आहा दाना सर ल हामी एकछिनमा भेट्छौँ है गाइस फेरि कस्तो छ काफल प्रशंसा अच्छा खै हेलो हेलो कश्मीरा तेर काफल चाहिँ गाइस त्यतातिर छन् ल लास्टै हेर्नु काफलहरू राम्रो यस्तरी सर ल तपाईँले चाहिँ म साथ आहा कति धेरै हुन् यस्तरी यसरी हामीले हुन्छ जन्ना त्यस्तै गरेर दुःख गरेर काफल टिप्नी जन्ना कोडका यस्तो खुस्किनीको सबै भइरहेको कश्मीर त्यहाँ माथि छ काफल लागेको काफल रहेछ कस्तो भइरहेछ काफल खाइ एकदमै रमाइलो छ अङ्कललाई ए हेर यी काफल घेरेको टुक्क यस्तै सरर जाँदैछौँ सब मान्छेहरू खाएर यस्तरी पातहरू काठमाडौँको जङ्गल सरर
जमिन म चाहिँ यतातिर जानलाई मान्छेहरू गएर यताबाट यस्तरी बाटो हुँदै यतैतिर छु उता जाने हो र कहीँ छैन यो चाहिँ रुख चढ्दैछ अन्त काँडाहरू छ बुट चाहिँ यस्तो अप्ठ्यारो छ तर पनि हाम्रो सबैलाई हार नमानी बुट चोरिरहेछ यत्तिको चाहिँ हुनुपर्छ ल कता जाने यस्तो अप्ठ्यारो बुटमा चढिरहेछ काफलले लिन्छ भन काफल फेरि एउटा केही छैन यो किन चढ्या होला यत्तिकै काफल देखिस् तैँले त्यहाँ काफल कालो यता हेर प्रशंसा कस्तो भइरहेको छ काफल यिनीहरू चाहिँ हल्का सानो सानो रुखमा चढेको छन् मोटो ल ल चन्द्र आन्टी के छ खबर ल यस्तरी छ है काफल रुख लास्टै सानो रुख रहेछ कि बुझ्यो हेरमै हेरौँ ल काफल चाहिँ मैले यहाँ टिप्दैछु यसरी प्लास्टिकभरि थोरै थोरै मात्र भएको छ है गाइजहरू काफल जङ्गलको बाटो पुरै छिरौँ काफल हेर्न सक्नुहुन्छ र बहिनीहरू त्यस्तै त्यो चढिरहेको छन् अङ्कल आन्टी चाहिँ भनेपछि म चाहिँ यति ठुलो रुखमा चढिरहेको छु सानो लिखुरे हेरौँ मस्तै गफरी मिलिसकेछ लागिगुरी सक्छौँ ल म यो रुखमा चढेर हल्का चखाउँछु अब जुकाले बर्बाद पार्यो नि हामीलाई मजा हामीले काफल तिर्नाउँदा के सन्देश सिक्यो भने यात्रा जति नै कठिन हुन्छ त्यति नै सफलता मिठो हुन्छ र हामी फर्किँदैछौँ कश्मीरा म चाहिँ अल्छीले खासै टिप्न सक्दिनँ टिपमा त टिपे खै देखा त काफल यिनीहरू ठिक छ भन ल ग्रुपहरूको बाटो चाहिँ त्यही बाटो फर्किँदैछौँ काफल खानाको होइन काफल भन्दा धेरै यहाँ जुका छन् के साथीहरू जुका हामी जङ्गलमा आएको थियौँ होइन तर जुका छ साथीहरू जुका हेर्न सक्नुहुन्छ यतिजना आएको थियौँ जुका काफल भन्दा धेरै जुका छन् के गर्ने होला मम्मी डरै लाग्दो जीवन हो कति धेरै घाम लागिरहेको छ हेर्नु अनि यस्तो राम्रो बाटो चाहिँ हामीले भेटायौँ होइन है चन्द्र आन्टी अनि कश्मीरा
अनि म भएर चाहिँ हामी अब घर जान लागेको। हामीले काफल नै भेटाएनौँ। काफल चाहिँ भेटायौँ तर यत्तिकै के गर्ने यतिले भन्दा हामी बिहान चाँडै आएको थियौँ र अहिले हामीले काफल खाना पायौँ। नभए भने हामीले खाना पाउने थिएनौँ साथीहरू। भन्नु सम्झान चाहिँ हामीलाई 7 दिन आउनु भएको। उहाँले केही गर्नु भएन। यतादेखि जाऊँ न। ए अब हामी फेरि काफल खान्छौँ कि भनेर यसो जङ्गलहरूमा जान्छौँ। कस्तो भयानक जङ्गल छ। अन्त डर लाग्दो। यो चाहिँ पहिला राजाहरू शिकार खेल्न आउने ठाउँ हो रे। कति ठुलो जङ्गल छ हौ यतातिर त। तपाईँहरूलाई थाहा छ होला नि त। म तपाईँलाई अहिले एकछिनपछि काफल भन्दा धेरै के यस्तो जुकाहरू छन्। भैँसी लड्यो है माया जलबाट हेर। तर आन्टी सक्नुहुन्छ गर्नु के ठाउँ छ हेर्नु त। ओ माई गड कति राम्रो ठाउँ। खान सक्नुहुन्छ। यो जङ्गल हो कि हामीमा आएको होइन। यति के को मूर्ति हो यो के को मूर्ति हो हेर्नु कति ठुलो जङ्गल छ के साथीहरू। हेर्नुहोस् त यो जङ्गलमा लास्टै सुँगै सुगा रहेछन् गाईहरू। लास्टै धेरै रहेछन् है। यस्तरी गइरहेछ। यो चाहिँ राम सीताको मन्दिर मूर्ति। हामी चाहिँ काफल खान आएको थियौँ। हेर्नु ल हामीले काफल कति धेरै टिपेको छौँ। यो काफल हो त्यहाँ उसरी गयो अङ्कल। अनि चाहिँ हामी यहाँ छ मैले चम्पादेवीको तल यहाँ माथि चाहिँ चम्पादेवी छ। चम्पादेवी जान्छ यो त्यो व्हाइट हाउस भयो त्यो टौदा भयो यो। अनि म हजुरहरूकी प्यारी प्रशंसा खड्का। ए हनुमान त मैले उ नै गरेर देखाउन बिर्सेछु। त्यो दामी सिन छ गाईहरू। अब हामी त्यो पारी खान जाँदैछौँ काफल। खाना सिक्दैन सिन खान आएका छौँ। कस्तो मजाले सिट पलेको चाहिँ सक्नुहुन्छ। काफल खाएर फर्किन्छ साथीहरू। हेर्नुहोस् मान्छे म अनि अङ्कल हुनुहुन्छ यता। अनि सम्राटहरू चाहिँ अगाडि गइसके। कति धेरै मान्छेहरू आइरहेछन् हौ यता पिक्निक खान त काफल खान। अनि चाहिँ हामी हामी फर्क्यौँ। यो त पिकनिक स्पट रहेछ क्या साथी। हेर्नु कति ठुलो जङ्गल छ। घना जङ्गलमा हामीहरू कस्तो राम्रो मन्दिर छ यहाँ चाहिँ। के को मन्दिर हो त्यो त हामीलाई थाहा भएन। कस्तो अप्ठ्यारो बाटो छ हेर्नु। यस्तो बाटोमा हामीहरू पिकनिक खाएर बाई साथीहरू हामी तपाईँलाई अपडेट गर्दै गर्छ। आज हामी काफल खाएर आयौँ चन्द्र आन्टी म अनि हाम्रो सबै साथीहरू चाहिँ पछाडि हुनुहुन्छ त्यतिजना। हामी काफल खाएर आयौँ साथीहरू। हामी कति धेरै काफल ल्याएको छौँ बुझ्न छोडेर हामी तपाईँलाई देखाउँछौँ हेर्नु। त्यसैले हामी काफल खाएर फर्किँदैछौँ। अनि यो चाहिँ म भएँ चन्द्र आन्टी अङ्कल अनि कश्मीरा र सम्राट चाहिँ अगाडि छन्। अनि 5 जना एउटा बाइकमा गएको थियौँ। कस्तो राम्रो बाटो छ यतातिर। त्यो पछि यही जङ्गलमा गएको थियौँ हामी। यहाँ त मान्छे कति धेरै हो।
ट्रेकिङ आउँदो रहेछन् हौ हेर्नु त किन मान्छे रहेछ अघि देख्यो भने आयो भने हाम्रो विदेशीलाई साथीहरू अनि उहाँले चाहिँ हामीलाई नमस्ते भन्नुभयो हामीले हाई भने हाम्रो भाषामा जवाब दिनुभयो हामीले उहाँहरूको भाषामा जवाब दियौँ अनि यहाँ माथि पनि जानु पनि छ यहाँ चाहिँ कति धेरै काफहरू छ तर अहिले सकिसक्यो अनि उनीहरू चाहिँ भयो यो त कति राम्रो ठाउँ छ कि हेर्नु त ओ माई गड कति राम्रो यता व्हाइट हाउस हो किर्तिपुर होइन किर्तिपुर भन्छ यो किर्तिपुर एकदमै माथिल्लो ठाउँ हाम्रो दुईवटा साथीहरू बाई बाई नमस्कार अङ्कल चिन्नुभयो आइबेस के पानी खान आएको हेर्नु त यो कस्तो राम्रो ठाउँ छ हामी चाहिँ 7 बजे काफल खाना गएको थियौँ तर हामी अहिले 10:30 भयो हामी फर्किँदैछौँ काफल हामीले कति धेरै काफल लिएर सक्ने होइन सन्तान्ती तपाईँलाई हामीले देखाउँछौँ साँधेर मिठो बनाएर खाउँछौँ हजुरहरूले देखाउँछौँ सक्दैनौँ टाढाबाट टक्क पार्दिनु होला हेर्नु ल यहाँ बाख्राहरू छन् सिधै मलाई यताको ठाउँ कस्तो राम्रो लाग्छ कि हेर्नु न कस्तो राम्रो छ होइन मकैहरू हाम्रो घरमा पनि यत्रो यत्रो मकै भयो होला तर हाम्रो एक दुईवटा खेती भइसके ए हाम्रो घरमा पनि यस्तै मकै भयो होला नि साथीहरू मलाई कस्तो हाम्रो गाउँमा आए जस्तो लाग्छ यहाँ आएपछि हुन्छ कति राम्रो एकदमै राम्रो स्वर्गको थुप्रै आयो डेन्जर बाटोमा हिँडिरहेछौँ कति राम्रो छ हाम्रो किर्तिपुर सहर कति धेरै अप्ठ्यारो छ यो बाटो चाहिँ पछाडि छ सहयोग गरिरहेछ उनीहरूलाई हिम्मत दिइरहेछ हाम्रो अङ्कललाई यस्तो अप्ठ्यारो बाटोमा चलाउँदै हुनुहुन्छ के गर्नु साथीहरू गाह्रो छ अब चाहिँ एकदमै लास्टै अप्ठ्यारो छ यो बाटो चाहिँ हेर्नु सक्नुहुन्छ अन्त त्यो के अप्ठ्यारो अब यहाँदेखि कस्तो अफरोड सुरु हुन्छ हेर्नु म तपाईँहरूलाई देखाइ नै हाल्छु कि यहाँ चाहिँ एकदमै धेरै कति माइ गड डेन्जर त्यस्तो छैन तर यहाँ रियलमा फोटोमा चाहिँ त्यस्तो आएन होला फोनमा भिडियोमा तर कस्तो डेन्जरै छ कि यहाँ यस्तो अप्ठ्यारो बाटोमा पनि है सन्तान्ती अझै सजिलै छ सक्नुहुन्छ साथीहरू कता गयो साथीहरू आउँदै हुनुहुन्छ त्यहाँ हुँदैछन् अब हामी चाहिँ एकदम सजिलो र यो पछि पहडा आल्सा भन्छ नि सिद्ध आल्साको मोड आल्सा कति हेर्नु न कति धेरै हो यो आल्सा अब एकदमै धेरै राम्रो बाटो है मैले यहाँ चाहिँ अब हामी सरल जान सक्छ साथीहरू हाम्रो साथीहरू पनि आइसके आउनुभयो उहाँलाई भेटाइसक्नुभयो होइन कति आनन्द हौ सरल र हेर्नु त केही लाग्दैन नर्मल हो माथिल्लो गाउँ काट्दैन त कति धेरै सकिसक्नु भएछ ल यहाँ सकिसके त सन्तान्ती गाउँ काटेर हामी जाँदा त यो सबै गाउँ काट्न बाँकी थियो अब चाहिँ यो गाउँ काट्न बाँकी छ हामी गएको पनि 3-4 घन्टा भयो नि त हामी 3 घन्टापछि 4 घन्टापछि चाहिँ काफल लिएर फर्किसक्यौँ
काफल खान यो डाँडाभन्दा पछाडि गएको थियौँ कि हेर्नु अहिले हामी आइसक्यौँ तल पेटमा आइसक्यौँ होइन कति काफल खाएर नै त्यो त्यहाँमाथि गएको थियौँ चाहिँ हामी आफ्नो घर किन्न लगाइसक्यौँ अब त 2 किलो लाग्छ हाम्रो राम्रोसँग घर ल्याउनु भइसक्यो धेरै 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 धन्यवाद अब अर्को वर्ष पनि हामी फेरि यस्तै गरेर खान जानुपर्छ अङ्कलको साथमा अरू हामीलाई विश्वास लाग्दैन हो बाटो डेन्जर छ अनि अङ्कलसँगै जान चाहन्छौँ अबको यसपछि पनि त्यसरी हामी घर आइपुग्न लगाइसक्यौँ बाई बाई अनि तपाईँहरू हामीले काफल खाएको पनि भिडियो बनाएर देखाइदिनु सक्छौँ